वेलकम टु माई युट्युब च्यानल। स्वागत छ हजुर एन्ड टक। अब आज चाहिँ मेरो न्यू ब्लग है या सेकेन्ड ब्लग मलेसियाको। चट्ट पारेर आज चाहिँ हामी यो काम गर्ने ठाउँ चाहिँ बाई बाई गरेर हामी चाहिँ मार्केट जाँदैछु होइन। बाइक अगाडि छु। आज चाहिँ हामी हिँड्दै त्यतिखेर हाँसको मारेर वाक्क लगाइदियो हेर्दै चट्ट पुरै अफिसको लुगा लगाएर साउलेदेखि अलि व्यवस्था गर्छ होइन। तर केही छैन, त्यो आज चाहिँ कस्तो हुँदो रहेछ हेरिदिनु उतातिर। अब बाटो चाहिँ देखाउनु होइन, जङ्गल जङ्गल छ है या बाहिर पारेर हामीले चाहिँ यहाँ गाडी पनि पाइसक्यो। हामीलाई लिफ्ट दियो है फेरि। दोस्त है के हो होइन, दाइको चाहिँ दोस्त मेरो चाहिँ अब के हो, अब दाइ साइ पर्छ होला होइन। हामीलाई चाहिँ पुरै लिफ्ट सिफ्ट दियो होइन, पुरै बवाल तरिकाले। अब हामी चाहिँ यहाँ आइपुगेको मार्केट चाहिँ अब हामी जाने होइन। हामी चाहिँ मार्केट साइड नआनेले खाना खानु छ होइन, त्यसरी गरिन्छ मार्केट सार्केट। दाइ मजा आयो होइन, यत्रै हिँड्नु पर्दियो होइन। अहिले सर हाम्रो ल्याइदियो होइन, मजा आयो क्या। यति खुसी लाग्यो, मैले त पैसा लिन्छु कि जो लगाइदिएर लापाल भइरहेको थियो। टक्क अब हामी चाहिँ बस्नु पनि हुन्छ छ। आज घाम फेरि खतरा लागेको थियो, ठिक्क टाइममा आयो चाहिँ ब्याक गरी है। त्यत्तिकै चाहिँ हुनुपर्छ नि नयाँ टेक्निक बङ्गालीहरू भएपछि है गाइस। खोइ साइकल यहाँ बाइकहरू मात्र छ कि साइकल। अहिले सोध्नु पर्दैन, खाना खाउँ सुरुमा, भोक लागेको होला। टक्क हामी चाहिँ यहीँ पुगिसक्यो। यहाँ खानुपर्छ होइन। ए यो के खान्छ सुरुमा? रोटी खानुपर्छ। Dua main wise. Dua. Guys, ini coba yang mini ice gini. Masih आउँछ। Back itu जाग्यो। धेरै मजा आयो होइन, यत्तिकै धेरै अझ जाली बेला टक्क जाने बेला चट्ट भेट्यो त आम्बो। गर्मी भएर यस्तो छैन हाम्रो यो चाहिँ हाम्रो यो मलेसियाको चाहिँ किचन होटेल। कोल्ड ल गाइस आएपछि देखाउने छु। रोटी हाम्रो चाहिँ स्पेसल। ल बाई बाई। हाम्रो चाहिँ मेनु आइस होइन, टक्क पारेर खानुपर्ने हुन्छ। आइस वाला हुन्छ होइन। अचार रोटी
कता जाए कता जा सो गाइस हामीले चाहिँ खाइदिन्छौँ टक्क हामी चाहिँ मार्केटतिर जानुपर्ने हुन्छ लठङ लठङ हल्यो हिँड्यो होइन होइन दाइ घुम्यो काम गऱ्यो अब यस्तै छ यहाँको डेली रुटिन त्यही हो हाम्रो काम गऱ्यो घुम्नु मन लागेको घुम्न पायो मलेसियामा तपाईँहरू चाहिँ नआउनुहोस् त्यही नेपालतिर मजाले काम गरेर बस्नुहोस् यहाँ बहुत हैरान है इधर बहुत तग्दी के भन्छ हिन्दीमा के भन्थ्यो बुझेन यो दुःखलाई के भन्छ हिन्दीमा दुःख मजबुर है क्या बोलता है परेशान इधर से हिँड्नु न भाइ इधर से चलो उधर मालिम नगर हेर्नुहोस् हमारा मार्केट उधर है उधर जाएगा हम भाई सब क्या करूँ हम इधर बाइसाइकल किनेंगे वैसा बाइसाइकल हम साइकल हेर्ने के लिए गइरहेको छु होइन साइकल त कति पर्दो रहेछ हेरिदिउँ आज त्यहाँ छ नि यहाँ छ कि साइकल कि बन्द छ हौ आज तनाव हुन्छ त्यही साइकल लगाएको म यहाँ घुम्नु यत्रो उहाँबाट सङ्घर्ष गरी पुरै 100 कति 19 किलोमिटरबाट पैदल यात्री सब लोकल गाडीहरू हेर्ने हो छैन यो खुल्लै रहेछ जाउँ सोधेर आउनु न साइकल यस्तो साइकल किन्नु पऱ्यो कि है क्या यहाँ के हो आउन आउनु म बोज्छु आउनु नि तपाईँ चुप लागेर आउनु न के भएको यस्तो साइकल लिनु पऱ्यो साइकल या हाउ मच नि Yeah. How much? You want 600. Nepali. English. Yeah. Cycle चाहिँ यो बिचको होइन मिनी वान लेगेले डटपेलीले बाजेको चालीस सेम डिस्काउंट 650 You ये लिनु पर्ला है You want? Yeah. Ini same ini 3 same. 1 2 same. 1 2 same. Ini same no? Ini one. Ya. Discount ini. Discount ini. No. Discount ini. Ini me salary. Salary okay lah. Bye bye. 480 रे ओ 480 दाइ भ्याट 5 बजे पल्ट्यो जल्दी
क्या मेनुमा खाने बाजे ठिक रहेछ मान्छे पुरा बुझ्दो रहेछ अलिअलि आइसक्रिम उहाँभित्र पाइहाल्छ नि के चिन्ता लिएको हौ दाइ यार के चिन्ता लिएको हौ पाइहाल्छु त्यत्रो मार्केट छ फ्रेस मार्केट है के नो मनी भन्नु नि के नो पैसा आएर यो चाहिँ हाम्रो पुलिस स्टेसन या तपाईँलाई हाल्नु कि भित्र मानिहाल्छ नि हौ तपाईँ यहाँ एउटा उयो भत्काएर देखाउनु न तपाईँ भित्र हालिहाल्छ अहिले गएर उयो एक लात्ती हान्नु नि तपाईँ भित्र लगेर भने मलाई भन्नु नि एक लात्ती हान्नु त्यो गेटबाट उता पुगाइन्छ इन्डिया पसल चाहिँ इन्डिया पसल होइन आज भुजा लानुपर्छ कि हो मुरी पाइन्छ लाने हो आज तरकारी के खाने हो रात भुजेर हाम्रो यो मार्केट सानो तिनो मार्केट यो चाहिँ ठुलो मार्केट चाहिँ हामी गाडीमा जानुपर्ने हुन्छ होइन यो चाहिँ हाम्रो पैदल यात्रीको मार्केट होइन यो त्यो पनि दामी छ मार्केट होइन त्यसमा हामीले के खानुपर्ने हुन्छ फोर लिफ यस्तो बस्ने खाले छैन कि हाम्रो अफिसमा चाहिँ उभिएर हुन्छ नि यो चाहिँ ओरिजिनल फोर लिफ प्याजहरू त्यही होइन यो ट्याक्सी हामी दिएको एन्ट्री हान्यो कस्तो चिज है के किन चाहिएको त्यो जान 2 रुपियाँ माछा मार्केट चाहिँ सिटी स्टोर खै टम्बर पनि कस्तो खाले रहेछ नि राम्रै खोइ झोला रे झोला नि डाँडा उ देखा त यहाँकै यहाँ कोबी 5 रुपियाँ 1 रुपियाँ रहेछ कति लाने त 2 किलो लाने है यो अनि भयो त यत्रो भन्दा ठुलो कति चाहियो तपाईँलाई यो झोला हामी जस्तो छ तपाईँ छान्ने गर्नु म चाहिँ त्यतै घुमेर आउँछु सिन्दुरी भइहाल्थ्योमा टोक्नेलाई सिन्दुरी हेर्नु गाइस केही नहो मुस्ली how many mini horses आम्बो के हो तपाईँको त कत्रा छ त डाँडाहरू अस्तिमा दाइले दुध यस्तो पठाइदिएको हेर्नु न यो दुध हो त दाइको त के गर्नु आम्बो के हो त्यो पर्दैन कि ढाला त किन बोकेको के लाने अरू पुग्यो यता आउनु यता आउने यता यता आउनु कस्तो जाने भनेको अहिले उयो चाहिने पेस्टहरू के चाहिन्छ खोर्सानीको 8 रुपियाँ रहेछ केरा खाने केरा छ अन्डा हेर्नु अन्डा कति रहेछ यहाँ रेटमा 10 रुपियाँ रहेछ हेर्नु 1 किलोको डिउ पनि ल्याएर राखेको त माया टोक्नेहरूले त आज हजुर रहेछ डिउ यहाँ सरफ सेम्पू अहिले लिएर भइयो
यता आउने यता यता के हेरेको यता छु आउने यता यता छ आउनु मलाई सोध्नु नि मार्केट म कतिचोटि आइसक्यो यहाँ जाऊ यहाँ जाऊ यो मैले लगेँ अस्ति के हुन्छ त के सस्तो खालिदिएको यो लिनु अस्ति मैले लगेको 7 रुपियाँ चट्ट हुन्छ त्यो के सस्तो मस्तो ढुकेको दाइ फेरि उयो सानो बोक्नु के चट्ट परे हल्लुको पनि अलिको पनि छ 1 महिनालाई ठिक्क हुन्छ फेरि यो बोक्ने 2 रुपियाँमा के साह्रो खाले किन पैसा तपाईँसँग छ त त्यत्रो टिसी पेपर हो 1 रुपियाँ भयो के खाने होइन कहाँ हो 25 रुपियाँ 30 रुपियाँ महँगो रहेछ माया टोक्ने चामल त के खाँदा हेर्नु यो खाने आज खाइदिने खाएन ऊ 1 रुपियाँ रेडुल कता गयो रेडुल खानुपर्छ हौ कति भइसक्यो रेडुल नखाएको रेडुल छैन नि क्या नगाए जहिले म देखाउने छु ल टक्क बाहिर बसेँ गाई मार्केट घुमेर आयो एनर्जी बढाउनु पऱ्यो कि एनर्जी नबढाए धेरै भइसक्यो हेर्दै होइन सिटी फ्रेस है माया लान्छु फ्रेस ओ हाई Cheers guys. So guys अब हामी चाहिँ झप्पाको चाहिँ घुम्न जानुपर्ने हुन्छ होइन लिइसक्यो लिएर पनि चट सिन हेर्नुहोस् रेल कुद्ने बाटो हो क्या हाम्रो रुमबाट अलिकति छेउमै छ चाहिँ धेरै टाढो छैन आकाशे फुल त्यस्तै टाइपको दाइ चाहिँ उहाँ पुगिसक्यो यो सनले पनि आँखामा खाएर खालै बनाउने भयो घाम यस्तो बवाल हुन्छ नि मेरो चाहिँ मलेसियाको फेभरेट मेल वाइस बवाल हुन्छ होइन पाउडरबाट बनेको हाम्रो पाउडर दुध भन्छ नि त्यस्तै टाइपको हो होइन तर यो चाहिँ अर्को टाइपको तातो पानीमा घोलेर चट्ट बरफ जस्तोमा हालेको हुन्छ होइन तपाईँ पुरै गाडी साडी कुदिरहेको छ यो पुल आकाशे पुल हो क्या दाइ चाहिँ उहाँ पुगेको रक्सन गरेर म चाहिँ अलिक बिस्तारै हिँड्छु नि त त्यही भएर म पछाडि ब्यागमा बोक्नु परिरहेको दाइ स्याल ब्याग बोक्नुपर्छ भने उहाँ भाइ जस्तै मेरो यहाँ ब्यागमा सामानहरू छैन दाइको छ क्या सामानहरू यहाँ मलाई भारी बोकाएर हिँडेर टुई पाएर मलाई भेट्नै पाएको छैन रङ साइड हिँडेको छ यताबाट हिँड्नु भने मान्दैन उताबाट हिँडेर त गाडी गर्छ यो चाहिँ साबिकको आयो हाम्रो मलेसियामा धेरै पाउँछ यो चाहिँ ए नरिवल पो रहेछ नरिवल र साबिकको फेस चाहिँ सेम हुन्छ होइन त्यो साबिकको फेसमा चाहिँ साबिकको हाँगा चाहिँ त्यो पनि होइन त छैन रहेछ साबिकको हाँगा चाहिँ बवाल हुन्छ कुखुरा पाल्ने रहेछ घामले चाहिँ खत्रै आँखा खाइसक्यो गाई
के हुन्छ कि साबिक होइन तेल बन्छ त्यसबाट चाहिँ तेल बन्छ हामी नेपालतिर चाहिँ पाइँदैन होला यतातिर चाहिँ धेरै पाइने क्या यो के साबिकको हाम्रो जस्तो टाइपको ओ दाइ दाइ टोक्ने सुन्दा पनि सुन्दैन भारी भइसक्यो मलाई यहाँ सामान काउन्टर सुन्दै हालेर भाइ बोल्नु मलाई हिँडेछ मेरो आइस चुस्दै त्यहाँ नयाँ त आँपै फलेको नेपालतिर आँप पुरै फलेर खाइसक्यो त्यहाँको टक्क मलेसिया दाइ ब्याग 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 अर्को न त ए भारी भइसक्यो मलाई हिँडेछ उखु हो कि हो उखु नि हो यस्तो छ उखमा यस्तो ठाउँमा बसेको छ दाइ कस्तो रहेछ यताको मोटरसाइकलहरू यस्तो हुन्छ स्कुटी जस्तो हुन्छ होइन यस्तो बल कुद्छ नि फेरि बाटो कुदाउने त्यस्तै कुदाउँछ तिनीहरूले 120 जति हाल्ने क्या बाइकमा हेर्दाखेरि चान्चुने हुन्छ खतरा कुदाउने फेरि हिँड्यो पर्खेथ्यो फेरि हिँड्यो ओ दाइ माट टोक्ने भारी भयो हिँडेको हिँडेछ लखर यहाँ पुगिसक्यो हिँड्दा हिँड्नु फेरि यति स्पिड हिँडेछ नि भारी बोल्नुपर्छ भनेर के हो अहिले हिँडेछ नि त्यसरी उता दुखिसक्यो घाम 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 पानी कबाएर दागो मोटरसाइकल हामीले चाहिँ चप्पल लगाएर आइदिएको होइन चप्पल लाउँदा चाहिँ टक्क हिँड्नु सजिलो हुन्छ नि हामीलाई जुत्ता लगाएर आएको थिएँ मैले डक्टर माथि यस्तो खुट्टा दुखेको नि त्यही माथि पानी परेको है मलाई जुत्ता लिएर आएको थिएँ मैले गाइज होइन त्यो दिन यस्तो बुझ्छ भएको नि सक्छ त वा प्लाट पठाउनु त आगो निकाल्छ खाइसक्यो यताका बाजेहरू पुरै कस्तो बुढो भइरहेको ट्रेन पाइसक्यो दाइ ओ घाम भयो दाइ थै गाडी पनि कस्तो स्पिड आउँछ यहाँ रोड क्रस गर्न पनि डर लाग्छ रन्केको हेर्नु न यस्तो रन्किन्छ नि टक्नेहरू यो मेनु आइस त मिठै नि है पानी धेरै हालेको छ रनमतीहरू पौडा थोरै हालेको छ क्या यहाँ बसौँ नि एकछिन ए बस्नु एकछिन कहाँ फोर्छ आउनु यहाँ कति दामी छ आउनु यहाँ आउनु के हो हेलमेट सेलमेट छ त ए आउनु ब्याग बोक्नु यहाँ म उहाँबाट बोक्दा यहाँ न मेरो केही छ बोक्नु भिडेर यति छ क्या मेरो ब्यागमा केही छैन कि बोकेर ल्याइदिन्छ चाहिएको लागि मेरो ब्याग चाहिँ बोकेर यहाँ बस्नु न एकछिन भाइ ओहो रातो पऱ्यो लगाइ म चाहिँ अब उतातिर आउँछु है भाइ एउटा चरा भेटियो निकाल्नु बस्नु है चरा लामो खुट्टा छ यसलाई जति खालि गाडीले किन्नु हामीले मृत्यु भयो गाइस पुग्ने लास्ट डेट रिजेको गाडी हाम्रो
गाई गाई भइसक्यो म चाहिँ यहाँ एक्लै छु यति टाढा छ पसिना छुट्याइदिइसक्यो मेरो यहाँ पुग्नुपर्छ कि एकछिन यो भनेको के हो थाहा छ भने गाइस यो चाहिँ बुझ्नुहुन्छ तपाईँहरूले मलेसिया भाषा अरे यो पानी अरे हातै बनायो एकछिन कुदौँ Hey! Guys! What would have to know? Hey! Đại ca ở cảm nè Hey! यहाँ चाहिँ खेती थाक्यो म्यान स्टामिना पनि रहेनछ म आँप साप छ भुइँबाट पनि अब पनि फलेछ है गाइस आउँदा हुन्छ खाँदा हुन्छ आफ्नै हो अस्ति कहाँ पो देखेको थियो खेती गरेर आएको छ नि दाजुहरूले कहाँ मुन्ड्यो गाडीमा लैयो खै त मान्छेहरू आउँछ यहाँ धेरै यहाँ पुगिसकेको पुगिसक्यो यताको मोटरसाइकल जस्तो हुन्छ 6 जना पाइन्छ गाइस 6 जना लिँदा हुन्छ अनि कुदाउँदा हुन्छ 4000 को लाइसेन्स झिकेर बाइक जति नै पर्छ लाइसेन्स पनि त्यस्तो छ त्यही माथि ट्रायल दिनु पर्यो रे तारे उतारे लौडा लसुन के हो सब यो खेती गर्ने रहेछ यताका किसानहरू रहेछ हाम्रो चाहिँ इन्डालाई चाहिँ होइन टोलो भन्छ रहेछ होइन टोलो घाँसलाई इते हुन्छ होला भोले हुँदैन होला तारा तताउ भन्छ यो आउँछ भने पनि माना पिकी हैया यहाँ भाषा कडा छ नेपाली भाषा यहाँ एउटा युज पनि हुँदैन ताताउ रे भोले भन्छ ता भोले के यहाँ त मलेसियामा सातु ओराङले दुवा बुलुरे के अरे 20लाई होइन 30लाई टिका ब्लु रे अनि 100 रुपियाँ चाहिँ गाइस 100 रुपियाँ चाहिँ तातु आतुस मेरो चाहिँ साइकललाई लिमा रातुस 80 लाज खै के भन्दै बिर्स्यो आएन मलाई म पछि भनौँला अहिलेको लागि त्यति नै हो हैया माछा मार्ने हुन्छ साबी कहाँ भनेको मलेसियाको सबभन्दा मेन खतरा यो मैले लैदिएको नि साबी कहाँ देखाइदिउँ भने तपाईँहरूलाई भेट्दैदेखि हो रोड चाहिँ यस्तो छ कि सुनसान
बाटोमा साइकल लिएर हिँड्छु भोलिपछि खतरा तरिकाले छुट्टी हुने बित्तिकै सिधै मार्केट ट्विङ यताको त मलाई सबै थाहा छ नि त यताउति चौचौँ हान्नु परेन भोलिपछि त्यत्रो मान्छेको घुमघाम गर्नु पऱ्यो टाइममा हामी चाहिँ बङ्की मङ्पाल राखेको कस्तो कस्तो बाटो यता यता डरलाग्दो जन्मती कच्चा कच्चा होटेल यस्तो कुदाउँछ नि रन्मतीको छोराहरूले मारे हामीलाई हाम्रो चाहिँ अब रुम आउनु थालिसक्यो त्यति व्यवस्था हामी यो आज घामले मलाई रिस उठेको यति आँखामा पऱ्यो अहिलेदेखि कुन बुझ्नु हुन्छ मेरा घामदेखि यसरी मोबाइल झऱ्यो भने अट्टै अडिन्छ सरको हातबाट यसले गरे मेरो आँखा घाम लाग्दा पनि सुकेको छैन घाम लाग्दा पनि घाम नलाग्दा पनि सुकेको छैन भेट्छ लोरी हाम्रो यता चाहिँ लोरी भन्छ उता चाहिँ के भन्छ टडक भन्छ टडक जस्तै के भन्छ होइन के हो यिनी तारमा त्यसै के पो भन्थ्यो किचिलोरी नि सानो ठुलोलाई चाहिँ के भन्छ टुल्ने बिर्स्यो ठुलोलाई के भन्छ हाबु होइन हाबु त जाना भयो ठुलोलाई के पो भन्थ्यो बिर्स्यो गाइज यहाँ कस्तो बिर्सिने बानी छ मेरो फेरि हिँडे 19 किलोमिटर दिनमा हामी कति 18 किलोमिटर होइन 19 झन्डै 40 किलोमिटरमा 2 किलोमिटर मात्र त्यति हिँडिन्छ हामी चाहिँ हाम्रोमा अलि हाम्रो चाहिँ अलिक टाढा छ क्या यहाँबाट चाहिँ हिँड्दै जानुपर्ने हुन्छ आधी घन्टा लाग्छ क्या दाइ चाहिँ उहाँ पुगिसक्यो मेरो क्यामेराले पनि भ्याउँदैन अब म चाहिँ अब त्यतिर व्यवस्था हाल्नु ल बाई बाई म चाहिँ आधी बाटो पनि आइसकेँ होइन ओ के हो म्याम बाटोमा के भेट्छ मैले म्याहरू गोरो भेट्छ टुक्रे आज के हो चाहिँ उनीहरूलाई के मार्दै हुन्छ गोरो हानेर साइड पार्दैछ पिचिका पारिदिनु पिचिका पारिदिनु र यो त सानो हो यत्रो हुन्छ यहाँ त ए गइ जत्रो यसको पुच्छा फेरि खतरा हुँदैन क्या ठाउँमा हाल्यो आफै झम्ने यो घाम पहिलो घामले मलाई shit. Hey! So guys, हामी चढ्दाउन थालिसक्यो थाकिसक्यो स्टामिना छैन गाइस गर्मी भइसक्यो गाइस हामी चाहिँ आइ पनि सक्यो दाइसँग भेट पनि भइसक्यो कहाँ थियो मैले यहाँ टुप्ले गाई दाइभन्दा अगाडि आइपुगेँ है म त दाइ पुरै अलिक हिँडेको थियो दाइ पो म के अरे दाइ म भन्दा पछाडि भएछ तपाईँ किन स्पिड हिँडेको तँलाई चढाउँदै कि बाइकमा
म भने खै लक्की हो कि के हो चढ भनिहाल्छ तपाईँले म फेरि चढिदिइहाल्छु फेरि चढ भएपछि दाइ फेरि मान्दै चढ्नु होइन म चाहिँ फेरि चढिहाल्छु अहिले पनि मानेको थिएन चढ्नलाई हजुर के भर हुँदैन तिनीहरूको मानवता हुन्छ नि के हो तपाईँ त नेपाली तपाईँलाई भोलिपछि उतातिर बङ्गालीहरू गयो भने तपाईँ नचढाउनु नि बाटोमा एक्लै हिँड्यो भने तपाईँको मानवता भन्ने केही नै छैन के भन्नु त आफू पनि चढ्दैन मलाई नचढ्नु त बाहिर हिँड्दै जानुपर्छ हेरि सिधै मालिमनगर छोड्दै हामीलाई हो कि अन्त भाडामा है कति लिन्थ्यो त्यहाँ ठाउँ पनि पुगिसक्यो यस्तो त हाम्रो होइन जोम केबी फार्म ल हिँड्दा थाक्यो है पसिना भयो मजा आयो तर पनि अहिले त बन्द गर्छ यस्तो छ व्यवस्था गरिदिनु भयो नि like, subscribe, share, and